everyone, namaste, welcome back to my channel. After so long time, एकदमै धेरै लामो समयपछि म भने आज एउटा सानो भिडियो लिएर आएको छु हजुर सामु। टाइटल देखेर नै थाहा पाइसक्नु भएको छ होला, म आज मेरो स्टाइलमा फिश करी बनाउन गइरहेको छु। सो कीप वाचिङ। हजुरलाई कस्तो लाग्छ, मन पर्छ भने लाइक, शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला। मैले यहाँ लिएको छु 1 किलो 700 ग्राम माछा, एकदमै ताजा माछा जुन एकदमै राम्रो पिसमा छ। यसलाई भने हामी पहिले म्याग्नेट गर्नेछौँ। मैले यसलाई पखालेर लिइसकेँ अनि त्यसपछि मैले यसमा स्वाद अनुसारको नुन राख्दैछु, बेसार, त्यसपछि राखेँ मैले थोरै जुक। माछा चाहिँ अलि छिटो गल्दैन, यसलाई राम्रोसँग मिक्स गरिसकेपछि मैले यसलाई आधा घण्टा रेस्ट गर्नलाई छोडिदिएँ। त्यसपछि भने म यो माछा फ्राई गर्नको लागि कराईमा तोरीको तेल राख्दैछु। किचनदेखि एकदमै राम्रो भ्यू म हजुरलाई चाहिँ देखाउन गइरहेको छु। बाहिर अलिअलि पानी पनि परिरहेको छ। सो लेट्स सी। सो दिस इज द भ्यू फ्रम माई किचन। यहाँ चाहिँ पछाडितिर एकदमै केराको रुखहरू छ, ब्लू स्काई, बादल गरेको, पानी पर्न थालिरहेछ। माछा यतिको रातो भएपछि मैले यसलाई निकालेँ अनि एकातिर मैले राइस कुकरमा सिटी लगाउनको लागि रेडी बनाएँ। माछाको झोलसँग भात चाहिँ एकदमै मिठो हुन्छ। त्यसपछि मैले एकातिर भने माछा ग्रेभीको लागि मसिनो गरी प्याज काटेँ अनि त्यसपछि टमाटर 4-5वटा टमाटरलाई चाहिँ पनि एकातिर भने फेरि अर्को लट मैले माछा फ्राई गर्दैछु। माछामा चाहिँ आफ्नै तेल भएको कारणले गर्दा थोरै तेल राखेर फ्राई गर्दा पनि राम्रोसँग पाक्छ। यता खानाको पनि सिटी बजिसक्यो। यतातिर सबै माछालाई राम्रोसँग फ्राई गरिसकेपछि मैले प्लेटमा राखेँ। ग्रेभीको लागि मैले माछा तारेकै तेलमा प्याज भुटेँ। प्याजलाई रातो हुने गरी भुटिसकेपछि गरम मसलाको लागि मैले थोरै दालचिनीको बोक्रा अनि सुकमेल, तेजपत्ता राखेर राम्रोसँग चलाएर प्याजलाई फ्राई गरेँ। प्याज यतिको रातो भएपछि मैले यसमा एड गरेँ मसला, जुन चाहिँ मैले अलरेडी नै पिसेर राखेको थिएँ। तोरी, जिरा, धनियाँ, लसुन, अदुवा, खुर्सानी रातो सबै मिक्स भएको मसला हो यो। यसलाई मैले राखेर यसलाई चलाएँ राम्रोसँग। सँगसँगै मैले यसमा राखेँ थोरै बेसार, नुन स्वाद अनुसारको, त्यसलाई पनि मिक्स। यसमा भने मसलालाई राम्रोसँग पकाउनु पर्ने हुन्छ। सो मैले चाहिँ छोपेर राखेको थिएँ अनि त्यसपछि हेर्दाखेरि यस्तो भयो अनि मैले त्यसमा एड गरेँ टमाटर अघि काटेर राखेको। मसलालाई राम्रोसँग पाक्नको लागि मैले फेरि पनि छोपेँ। हाम्रो फिश करीको लागि मसला चाहिँ एकदमै राम्रोसँग वेल कुक्ड हुनुपर्छ, जसले गर्दा टेस्ट एकदमै राम्रो मिठो आउँछ। मैले 10-15 मिनटपछि हेर्दा यो यस्तो देखियो। यसमा अलमोस्ट हाम्रो मसला पाकिसकेको छ, टमाटर पनि गलेको छ। हेर्न सक्नुहुन्छ मसला एकदमै राम्रो तरिकाले पाकिसकेको छ। मैले यसमा थोरै पानी राखेर यसलाई एकछिन फेरि पकाएँ। हाम्रो मसला यतिको भइसकेपछि अब हामीले यसमा आफूलाई चाहिएको अनुसार रस राख्न सक्छौँ। मैले यसमा एड गरेँ पानी।
यसपछि भने मैले अघि फ्राई गरेर राखेको माछा रसमा राख्दैछु, जसले गर्दा मैले अघि बनाएको सबै मरमसलाहरू राम्रोसँग माछामा पस्छ र स्वाद एकदमै मिठो आउँछ। त्यसपछि एकछिन चलाउने, उल्टाइ पुल्टाइ गरेर माछालाई राम्रोसँग रसमा डुबाउने। त्यसपछि भने मैले माछालाई राम्रोसँग 5 मिनट जति एकदमै उम्लिन दिएँ। हाम्रो यहाँ माछा उम्लिरहेको छ। मैले यसमा एड गरेँ चुक। त्यसपछि मैले राखेँ मसिनो गरी काटेर राखेको हरियो धनिया, जसले स्वाद अझ बढाउनेछ। त्यसपछि मैले यसलाई राम्रोसँग चलाएँ अनि एकछिन उम्लिन दिएँ। हाम्रो माछा एकदमै खानको लागि तयार भइसकेको छ। हेर्न सक्नुहुन्छ, एकदमै खाउँ खाउँ लाग्ने देखिरहेको छ। Thank you, Mama. Do you love this? Yes. कस्तो छ? मिठो छ होला? Tata. खाएकै छैनौ त। ल रुक है। Yummy, Mama. खाऊ त पहिले कस्तो छ? बोल्यो? बिस्तारै। कस्तो छ साइन फिश? Ramla. I love it. I get to try. सो एभ्रिवान, हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो है, प्लिज कमेन्ट बिलो। अनि अब आउने दिनहरूमा आई विल डु माई बेस्ट। मैले चाहिँ छिटोभन्दा छिटो आफ्नो भिडियोहरू पोस्ट, आफ्नो डेली बेसिसमा आफ्नो डेली लाइफस्टाइललाई अनि आफ्नो यो युट्युब च्यानललाई सँगै ब्यालेन्स गरेर लग्न एकदमै गाह्रो हुन्छ। सो मेरो यति धेरै टाइमको ग्यापिङ पनि त्यही कारणले नै हो। सो सरी फर द्याट है। त्यसको लागि म एकदमै सरी छु। अब आउने दिनहरूमा मैले आफ्नो बेस्ट दिनेछु। रमाइलो रमाइलो भिडियोजहरू आफ्नो युट्युब च्यानलमा अपलोड गर्नेछु र हजुरहरूले पनि मलाई यसै गरी माया गरिदिनु होला र मेरो यो च्यानललाई यसै गरी माया गरिदिनु होला। अनि मेरो भिडियोमा लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच। बाई बाई।